एक्जाम सकेपछि अब यसो बस्दा बस्दा सोचौँ कि वर्ल्ड कप टक गरौँ वर्ल्ड कप भन्छ ट्यालेन्टेड स्पोर्ट्स भविष्यको कमेन्टेटर शिखर चाहिँ के छ एकदम ठिक अनि निर्मल चाहिँ के छ हेलो सब ठिक छ अनि कस्तो भयो त वर्ल्ड कप जर्नी तपाईँको सुनाउनु त वर्ल्ड कप जर्नी त अब अलि फाइनलसम्म आइसक्यो टिमहरू सबै होइन तपाईँले सोचे जस्तो भयो क्या भएन त वर्ल्ड कप मैले सोचे जस्तो त बिल्कुल अब यो आफूले समर्थन गरेको टिम चाहिँ यहाँसम्म नपुग्नु भनेको त एउटा दुःखको पक्ष छ होइन तर फुटबल त फुटबल हो चलिरहेको छ रोमान्च भइरहेको छ फुटबलमा होइन राम्रो भइरहेको छ जे होस् मतलब मजा तरिकाले इन्जोय गरिरहेको छु क्रिकेट र फुटबलमा मतलब मिलाउनु पर्दा तपाईँ केमा अब यो चाहिँ कस्तो भने चाहिँ दुईवटा आँखा मध्ये चाहिँ कुन आँखा भन्ने चाहिँ तरिकाले हेर्नुपर्छ किनकि हामी एसियन मुलुकमा छौँ एसियन मुलुकमा त क्रिकेट धेरै माथि छ नि त त्यही भएर यहाँको हावापानीले हामीलाई छुन्छ तर पनि फेरि फुटबल फेरि फुटबलै हो होइन तर त्यसलाई पनि हामीले चाहिँ त्यो आँखाको दुईवटा आँखा जस्तो 50-50 तपाईँ ब्राजिलको फ्यान होइन म ब्राजिलको फ्यान तर ब्राजिलको फ्यान हुनुहुन्छ तर ब्राजिलले के सोचे जस्तो प्रदर्शन गर्यो ब्राजिलले सोचे जस्तो प्रदर्शन गर्न सकेन रिजल्ट ननिकालिसकेपछि खेल्न चाहिँ राम्रै खेल्यो तर सोचे जस्तो प्रदर्शन चाहिँ हाम्रो फेरि गोल आउनु पर्यो गोल नआइसकेपछि त जति राम्रो खेले पनि भएन होइन ठिक थियो टिम राम्रो थियो सन्तुलित थियो अब डिफेन्स अलिकति कम ठिक छ दाइ ठिक छ आउनुहोस् अनि ब्राजिल कहाँ चुकेको छ लाग्छ सबैभन्दा बढी चुकेको भनेको डिफेन्समा चुक्यो डिफेन्समा चुक्यो पेनाल्टी मिस गर्यो नर्वेसँगको खेल होइन त्योभन्दा अगाडिको त जितेको थियो जितेको खेलहरूमा त त्यति धेरै चर्चा त हुँदैन होइन हारिसकेपछि बल्ल मात्र चर्चा हुन्छ मोरक्कोसँग पनि बराबरीमा खेल्यो होइन हेर्दाखेरि समग्रमा टिम चाहिँ राम्रो हो ब्राजिलको अनि तर टिम राम्रो भएर मात्र पनि भएन त्यहाँ अब पेनाल्टी मिस गर्यो खेलाडीहरूले होइन अब मिडफिल्डमा पनि त्यस्तो कमजोर थियो डिफेन्स लाइन हेलो हेलो आज हामी एक्जाम सकाएर के भन्छ ब्राजिल चाहिँ मतलब कालो एन्सेलिटीकोमा कस्तो पर्फर्म गरेर को हिसाबले भन्ने हो भने उहाँ एकदम पोख्ता कोच नै हो रियल माड्रिडमा हुँदाखेरि पनि उहाँले असाध्यै राम्रो कोचिङ गर्नु भएको थियो कतिपय खेलाडीहरू रियल माड्रिडबाट पनि ब्राजिलको टिममा थिए कोचको हिसाबले राम्रो नै थियो तर खेलाडीहरू अलिकति टिम सिलेक्सनमा अलिकति केही कमजोरी भएको कि जस्तो चाहिँ मलाई लागिरहेको नत्र धेरै खेलाडीहरू इन्जर्ड पनि थिए तर जति खेलाडीहरू त्यहाँ मौका पाएको खेलाडीले त्यसलाई चाहिँ सदुपयोग गर्न सकेनन् अब नेमार पुरा तरिकाले फिट हुँदाखेरि पनि होइन कोचले चाहिँ भित्र नराखेको जस्तो अवस्था थियो त्यही भएर ब्राजिलले अलिकति सोचे जस्तो अपेक्षा अनुसार राम्रो खेल्न सकेन 2030मा चाहिँ वर्ल्ड कप अनि वर्ल्ड कपमा अन्डरडग टिम कुन लाग्छ अहिलेको वर्ल्ड कपमा अन्डरडग टिम त नर्वेले नै सरप्राइज दियो होइन अब नर्वे नै थियो भनौँ अब नर्वे मात्रै पर्छ क्याबो भर्डे पनि छ क्याबो भर्डे नयाँ टिमको हिसाबले चाहिँ त्यो टिम पनि राम्रो खेल्यो एकदम अहिले फाइनल अन्डरडगमा जान्छ कि जाँदैन त जान्छ मजाले जान्छ यो दुईवटा टिमहरू चाहिँ जे होस् यो वर्ल्ड कपमा चाहिँ देखिने तरिकाले खेल्यो जुन अर्जेन्टिनाको ट्रोल भयो त्यसमा अर्जेन्टिनाको ट्रोलमा हाम्रो साथीहरूलाई सम्झिहाल्छु यो एन्टी अर्जेन्टिना भन्नु टरियो हजुरको पोस्ट पनि देखाएको एउटा हाम्रो गठबन्धन जस्तो छ अहिले वर्ल्ड कपमा अर्जेन्टिना बाहेक अब अहिले स्पेनलाई सपोर्ट गर्ने हाम्रो पोर्चुगलको समर्थकहरू हुनुहुन्छ फ्रान्सको हुनुहुन्छ ब्राजिलको हुनुहुन्छ होइन जर्मनीको इङ्ल्यान्डको त्यसको स्विजरल्यान्डको इजिप्टको युरोपदेखि अफ्रिकासम्म अब एसियादेखि होइन मध्य युरोपसम्म सबै टिमहरूको समर्थन अहिले स्पेनलाई यो समर्थन चाहिँ किन अर्जेन्टिनालाई किन यस्तो अर्जेन्टिनालाई चाहिँ एकदम राम्रो खेलाडीलाई त्यहाँको टिमलाई चाहिँ रेस्पेक्ट छ होइन तर यसपटक चाहिँ स्पेनले जित्दै हुन्थ्यो एकपटक वर्ल्ड कप जितेको छ उसले भन्ने चाहिँ हो अब खेल्न त चले राम्रो खेल्छ उसले जित्ने हो तर यसपटक अर्जेन्टिनालाई चाहिँ रोक्न सक्छ कि स्पेनले भन्ने चाहिँ भयो है एउटा कुरा गर्नु फ्रान्स र इङ्ल्यान्ड फ्रान्स र कुन थियो फ्रान्स र स्पेन फ्रान्स र स्पेनको कुरा गरौँ ल यसमा चाहिँ सबैले अब हामीले पनि फ्रान्सले जित्छ जस्तो लागिरहेको थियो होइन सुरुमा फ्रान्स कहाँ चुक्यो र फ्रान्स सबैभन्दा बढी चुकेको भनेको मिडफिल्डबाट नै हो उता स्पेनमा रोड्रीहरूले राम्रो खेल्दाखेरि यता ओलिसीहरूले चाहिँ राम्रो खेलेनन् ओलिसीको खुट्टाबाट सबभन्दा बढी बलहरू मिस भइरहेको थियो फ्रान्सको टिममा होइन र अलिकति कन्फिडेन्स पनि थिएन एकदम लो थियो र कोचको स्ट्राटेजी पनि मलाई त्यति धेरै मन परेको थिएन र ऊ एकछिन स्टप फेरि पछि गरौँ ठिक छ
अनि त्यो चाहिँ थियो सेमिफाइनलमा होइन, सेमिफाइनलमा जो स्पेनले राम्रो खेल्यो, दबाब यो माइन्ड गेम पनि हो नि त फुटबल होइन। अब फ्रान्स जस्तो मतलब एम्बापेलाई रोक्ने ट्याक्टिक्स त थियो। मजाको, एकदमै मजाको थियो। एम्बापेले त बल नै राम्रो तरिकाले फिनिसिङ नै गर्न सकेन। बल अलिकति खुट्टामा आउँदाखेरि डिम्बेलेले एक दुईवटा सर्ट चाहिँ प्रयास गरिराख्यो होइन। गोलकिपरले नै राम्रो प्रदर्शन गर्यो नि त स्पेनको। अब उनो होइन, अहिलेको वर्ल्ड कपमा उसलाई गोल हान्यो भनेको एउटा टिमले मात्र हान्यो, बेल्जियमले एउटा गोल मात्र। अहिले फाइनलसम्म आउँदै गर्दाखेरि स्पेन भन्ने टिमले चाहिँ एउटा मात्र गोल खाएर यहाँसम्म आयो। तर स्पेनलाई जब कति बोलियो होला, फर्स्ट गेम ड्र भयो सबैले शङ्का त गरे पुग्दैन, त्यसमा के छ? पहिलो गेम चाहिँ त्यही हो, सबै खेलाडीहरू आफ्नो क्लबमा समय बिताइराखेका हुन्छन्। एउटा क्लबमा समय बिताइसकेपछि उनीहरूको नेसनल टिममा आइसकेपछि त्यो वातावरणमा घुलमिल हुनलाई उनीहरूलाई केही टाइम लाग्छ होइन। जब पहिलो गेम खेल्छन्, दोस्रो गेम खेल्छन्, तेस्रो गेम हुँदै फाइनलसम्म आउँदाखेरि चाहिँ त्यहाँ घुलमिल भइसकेपछि अब त्यतिको एक्सपिरियन्स भएको खेलाडीहरूलाई चाहिँ त्यो ट्याक्टिसमा आएर खेल्नलाई कुनै गाह्रो हुँदैन। तर त्यो भनिराख्दै गर्दाखेरि क्यापा बर्डे चाहिँ कमजोर टिम भनेर चाहिँ भन्न मिल्दैन। फेरि उसले चाहिँ होइन पोर्चुगल जस्तो टिमलाई पनि रोकेको छ नि त, अर्जेन्टिना जस्तो टिमलाई पनि रोकेको छ नि त। तर त्यो हेर्दाखेरि चाहिँ सबै कम्बिनेसन मिलेर अहिले फाइनलसम्म आउँदाखेरि टिमहरूले चाहिँ राम्रो गरेको छ। अब दोस्रो जाउँ इङ्ल्यान्ड र अर्जेन्टिना। इङ्ल्यान्डमा त मैले त इङ्ल्यान्डलाई समर्थन गरेको थिएँ होइन, तर इङ्ल्यान्डलाई समर्थन गरे पनि अर्जेन्टिनाले राम्रो खेल्यो। अब 80 मिनटसम्म चाहिँ पुरै दबाबमा राखेको थियो इङ्ल्यान्डले होइन, दबाबमा गोल हानेको थियो। दबाब त अर्जेन्टिनाले पनि दिइराखेको थियो, तर जो खेलमा थियो 80 मिनटसम्म। तर 10 मिनटको अवधिमा ठ्याक्कै अर्जेन्टिना आफ्नो खेल चाहिँ देखायो, कमब्याक गर्यो। त्यही स्विजरल्यान्डसँग पनि त्यसरी थियो नि त होइन, लास्टको 11 मिनटमा आएर कमब्याक गरेर चाहिँ खेल जित्यो। र अस्तिको खेलमा पनि ठ्याक्कै त्यही 80 मिनटपछि चाहिँ 10 मिनटको अन्तरालमा त्यो चाहिँ एकदम राम्रो थियो। यो अर्जेन्टिनाको लास्ट मिनटमा यो गोल हान्नु के यो त सबै मेसीको जादु नै हो। मेसीले 2वटा एसिस्ट दियो होइन। अब उसलाई मेसीलाई त रोकिराखेको थियो नि त खेलाडीहरूले। अब पहिलो गोल हानिसकेपछि इङ्ल्यान्डको कोचले चाहिँ त्यहाँको फरवार्डहरूलाई र मिडफिल्डरलाई भन्दा पनि गेम रोक्ने ट्याक्टिसले चाहिँ डिफेन्डरहरू ल्याइरहेको थियो होइन। तर त्यो डिफेन्डरहरू पनि कस्तो भयो भनिसकेपछि बल चाहिँ गोल रोक्ने जस्तो देखे पनि त्यो चाहिँ भएन। र इङ्ल्यान्ड आफू चाहिँ अलिक अट्याकिङ फुटबल चाहिँ खेलेन, कि चुक्या जस्तो लाग्छ। इङ्ल्यान्ड कहाँ चुक्यो त मेन? एक गोल हानेपछि कहाँ चुक्यो त? पछि उसले अर्को गोलको लागि प्रयास गर्नुपर्ने थियो होइन। यो म्यानेजरकै गल्ती हो। त्यो म्यानेजरको अलिकति मलाई चाहिँ त्यहाँ मिस्टेक भयो जस्तो लाग्छ म्यानेजरको। किनभने एक गोलले मात्र ढुकाउनु पर्ने अवस्था त थिएन नि त। किनकि स्विजरल्यान्डले पनि हानेको थियो नि त, 2 गोल हानेको थियो होइन। 2 गोल लिड गरेको अवस्थामा चाहिँ उसले 11 मिनटको अन्तरालमा 3 गोल फर्काइसकेको थियो। भनिसकेपछि उसले त 1 गोल मात्र हानेको थियो इङ्ल्यान्डले। तर 1 गोल हानेर त ढुकाउने जस्तो अवस्था थिएन नि त। उसले कमब्याक गर्न सक्ने क्षमता थियो अर्जेन्टिनासँग होइन। तर त्यहाँ के भनेपछि कोचले के गरिदियो भनेपछि 1 गोल हान्यो, अब यिनीहरूलाई डिफेन्स खेलेर रोकिनुपर्छ, 1 गोलले मात्र इनफ हुन्छ हामीलाई जित्नलाई भन्ने तरिकाले डिफेन्डरहरू खेलायो। अनि मिडफिल्डबाट र फरवर्डबाट चाहिँ बलहरू चाहिँ राम्ररी जम्न सकेन। त्यो जो कोचको ट्याक्टिस फेल खायो त्यस दिन। र अर्को कुरो फेरि माइन्ड गेम पनि हो। यसले चाहिँ कस्तो भनेपछि उसलाई ट्रफी जित्नको लागि चाहिँ ऊ अब जो त्यो भावनामा ऊ खेल्न सक्छ। तर इङ्ल्यान्डको जहिले पनि के हुन्छ भने उसको नर्भस हुन्छ। अगाडिका खेलहरू एकदम बवार खेलिदिन्छ, फाइनलमा आइसकेपछि ऊ जहिले पनि नर्भस भएर चाहिँ आफ्नो खेल चाहिँ खेल्न सक्छ। फाइनलमा कतिपटक हार्यो, अब सेमी फाइनलमा कति पनि होइन। त्यो चाहिँ अलिकति इङ्ल्यान्डको टिममा त्यस्तो देखियो कि भन्ने चाहिँ। किनकि मेसी हुँदाबाट बल्यो, मेसी बिना अर्जेन्टिना खेल। मेसी भनेको त्यो टिमलाई कुनै पनि खेलाडीले कुनै पनि टिमले खेल जित्नको लागि चाहिँ टिममा युनिटी चाहिन्छ होइन। त्यो युनिटीको स्रोत भनेको चाहिँ लियोनेल मेसी हो होइन। तपाईँको यही पोर्चुगलको खेलमा हेर्दाखेरि चाहिँ त्यहाँ टिममा युनिटी देखिएको थिएन नि त, देखिएको थिएन होइन। रोनाल्डोले गेम हार्दा भने चाहिँ ब्रुनोले सेल्फिस खेल्यो भन्छ, वर्नरले सेल्फिस खेल्यो भन्छ। सबै प्लेयरहरू त्यहाँ ब्याक प्यास दिइराखेको छ क्या त्यो खेलमा। त्यो भनेको त राम्रो होइन नि त खासै। त्यो ब्याक पास चाहिँ दिनु भनेको त्यो रोनाल्डोलाई सपोर्ट गरेर चाहिँ होइन। उनीहरू चाहिँ टोटली एकदम आफ्नो मतलबी गेम चाहिँ खेल्यो भनौँ न। तर अर्जेन्टिनाको केसमा त्यस्तो छैन नि त। लियोनेल मेसीको लागि वर्ल्ड कप खेले जस्तो तरिकाले त्यहाँको खेलाडीहरू खेल्छ क्या भाव। र अङ्कको हिसाबले खेलाडी हेर्दा त पोर्चुगल पनि कम टिम त थिएन नि त। त्यत्रो टप क्लबबाट खेलेका, च्याम्पियन्स लिग जितेका त्यत्रो खेलाडीहरू होइन थिए नि त्यो टिममा। तर त्यो
खेलाडीहरूको कुनै पनि त्यस्तो अर्थ रहेन होइन। ब्रुनो फर्नान्डेज त्यत्रो प्रिमियर लिगको सिजनको बेस्ट प्लेयर भएको होइन। भिटिनिया पिएसजीबाट आएको, नुनो मेन्डिस खेलाडीहरू राम्रो थियो, तर सोचे जस्तो प्रदर्शन गर्न सकेन उसको पोर्चुगलको। तर यो अर्जेन्टिनाको कुरा गर्दाखेरि चाहिँ अर्जेन्टिनाले चाहिँ कम मात्र चाहिँ छ। यो अब वर्ल्ड कप त कुरा भइहाल्यो, अब जुन हाम्रो नेपाल फुटबल छ एन्फा त्यो ब्यान भइसक्यो, अब के राम्रो? होइन, नेपाली फुटबलको बारेमा त अहिले कुरा नगरौँ होला अलि यस्तो यो देखिरहेको बेलामा। अनि नेपाल फुटबलको फ्युचर के छ त? त्यो देखिरहेको छैन, यो चाहिँ नदेखेको छ है। छैन देखाएको। नेपाली फुटबलको फ्युचर राम्रो छ, अहिले अब सस्पेन्डमा छ। जुन फुकुवा गर्ला जब क्यान सस्पेन्ड भयो त्यसपछि जुन नेपाल क्रिकेटको उडे भयो त्यस्तै हुन्छ त फुटबलमा? हुन सक्ने सम्भावना एकदमै धेरै नै छ। जस्तो फुटबलको विकास हुनको लागि चाहिँ धेरै पक्षहरूमा ध्यान दिनुपर्छ। फुटबलको विकास यदि हो भनिसकेपछि अहिले हाम्रो फुटबल कहाँ सीमित छ? पूर्वमा सीमित छ र राजधानीमा सीमित छ। देशको अरू ठाउँहरूमा छैन नि त फुटबल, अझै राम्रो तरिकाले जान सकेको छैन। तर क्रिकेट जस्तो सबै ठाउँमा जान सक्यो भनिसकेपछि त त्यहाँ त राम्रो हुने हो, तर त्यो चाहिँ त्यहाँ भइदिइराखेको चाहिँ अवस्था चाहिँ छैन। के यो हाम्रो जुन साउथ एसियाको छ त्यो फुटबल कि विकै हो? साउथ एसियामा त फुटबल त धेरै कमजोर नै छ। साउथ एसियामा फुटबल त धेरै नै कमजोर छ नि फुटबल। अब यहाँ त्यही तरिकाको कोचिङ पनि हुँदैन, त्यही तरिकाको प्यासन पनि छैन। क्रिकेट अलिकति बढी छ। अनि जुन हाम्रो यो वर्ल्ड कप भयो धेरै निराश त अब कुनै टिमले पनि त्यस्तो निराश छ भन्ने त छैन। आफूले सपोर्ट गरेर टिमले जित्यो हुन्थ्यो भन्ने चाहिँ हो, नभए भने त खेलको इन्जोय गर्ने हो। नयाँ टिमहरू आएको छन्, अब जितेका खेलाडीहरूले पनि होइन एउटा राम्रो नयाँ छाप छोडेका छन्। टिममा एक किसिमको माहौल, धेरै कुराहरू सिकिन्छ नि त। आफ्नै टिमले नभए पनि अरू टिमको फुटबल फ्यान भइसकेपछि सबै खेलहरूको चाहिँ मजा लिनुपर्छ जस्तो लाग्छ। मतलब तपाईँलाई यसपालि कुन प्लेयरले धेरै अलि राम्रो प्रभाव पारे त? यसपालि मलाई सबैभन्दा बढी मन परेको, राम्रो प्रभाव पारेको भनिसकेपछि त लियोनेल मेस्सी नै हो होइन। अब म अर्जेन्टिनाको समर्थक त होइन, तर लियोनेल मेस्सी चाहिँ धेरै राम्रो खेल्नुभयो फुटबल राम्रो खेल्नु। गोल्डन बुट जित्ला कि नै त? त्यसमा त कुनै विवादै छैन। गोल्डन बुटको चाहिँ उहाँ दावेदार लगभग भइसक्नुभयो। अनि अब जाम क्रिकेटतिर जुन यस्तो विकास भइरहेछ, अब नेपाल भर्सेस इन्डिया ए पनि हुन लाग्छ, त्यसमा के छ त? इन्डियाले फुटबलमा नेपाललाई सहयोग गर्नु भनेको त्यो एउटा राम्रो पनि हो, किनकि ठुला राष्ट्रहरूले सानो राष्ट्रहरूलाई सहयोग गर्यो भने ती साना राष्ट्रहरूले पनि राम्रो खेल्छन् भन्ने चाहिँ अफगानिस्तानलाई उदाहरण दिन सकिन्छ होइन। अफगानिस्तानको टिमलाई चाहिँ इन्डियाले धेरै सहयोग गरेको थियो नि त होइन। त्यही अनुसार उसले सेमी फाइनल पनि खेल्यो विश्वकपमा होइन। राम्रो अस्ट्रेलिया जस्तो टिमलाई हराएको छ। भनेपछि मौका धेरै हुन्छ अब यस्तो सानो टिमहरूलाई चाहिँ हेल्प गर्दाखेरि चाहिँ राम्रो हुन्छ। अब जुन इन्डियाको वैभव सूर्यवंशी के लाग्छ र तपाईँलाई? अब नयाँ स्टार भनौँ होइन, उदाउँदो स्टार। अब राम्रो छ, भविष्य असाध्यै राम्रो छ। अब आइपिएलमा त्यस्तो राम्रो पर्छ। नेपालमा नि त्यस्तो कोही प्लेयर देख्नु भएको छ जुन भविष्य राम्रो छ? हुनसक्छ त्यस्तो प्लेयर, जसले अहिले डाक्टर ईशान पाण्डे भयो, छन् त्यस्तो खेलाडीहरू। अब बलरहरू त धेरै छन्, तर ब्याट्सम्यान उदाउनुपर्छ त्यस्तै राम्रो। अब एनपिएलमा देखिएला नि, अब एनपिएल सुरु हुँदैछ कि एनपिएलले अलि नेपाल क्रिकेटलाई अलग्गै ठाउँ लग्यो? धेरै नै माथि लग्यो। अब एनपिएल त अब घरेलु क्रिकेटको मेरुदण्ड नै हो नि। त्यहीँबाट आउने जति पनि खेलाडीहरू, त्यहाँबाट आएको खेलाडीहरूले चाहिँ राम्रो खेल्छन्, प्रदर्शनको आधारमा टिममा पर्छन् होइन। त्यही भएर एनपिएल त धेरै महत्त्वपूर्ण छ नेपाली क्रिकेटको लागि। अनि जुन अब यो वर्ल्ड कप भइरहेछ, अब फाइनलमा मतलब के छ प्रेडिक्सन तपाईँको? फाइनलमा म चाहिँ स्पेनलाई सपोर्ट गरिरहेको छु होइन। मतलब स्पेनले रोक्न सक्ला त अर्जेन्टिनालाई? रोक्न मजाले सक्छ स्पेनले। स्पेनको नि डिफेन्सिभै छ। स्पेनको डिफेन्स धेरै राम्रो छ र तर स्पेनको अट्याकिङ अट्याकिङ पनि असाध्यै राम्रो छ स्पेनको। अस्ति फ्रान्ससँगको खेलमा जस्तो खेल खेल्यो त्यस्तै खेल खेल्यो भने अर्जेन्टिनालाई दबावमा राख्न सक्छ। त्यही हो समस्या के हो भनिसकेपछि अर्जेन्टिना कमब्याक गर्न सक्छ। अब कतिको नर्भस भएर खेल्छ स्पेन भन्ने हो, तर फ्रान्ससँगको खेलमा त नर्भस थिएन स्पेन। त्यस्तै फियरलेस गेम चाहिँ खेल्यो भनिसकेपछि अर्जेन्टिना हार्न सक्छ। मेरो प्रिडिक्सन भनेको चाहिँ 2-1 हुन्छ जस्तो लाग्छ फाइनल। अनि थर्ड अब अन्डेन